स्वर्ग देखिन्न मरे चाहिँ फर्कै आउन मिल्दैन। गएर 5 वर्ष बस्ने 3 करोड कमाउने आउने 100 गएर 5 वर्ष बस्ने 3 करोड कमाउने आउने। सुन्नुभयो? सुन्दा के मजा आउँछ है। 3 करोड 5 वर्ष बस्ने 3 करोड। तर किनभने यस्तै यस्तै कुराहरू सुनेर तपाईँ एसएसडब्ल्यू अथवा अरू जुन स्टुडेन्ट भिसाहरूमा आउनुहुन्छ नि, यहाँ डिप्रेसनको शिकार हुने होइन, अनि लगायत अरू धेरै जस्तै हरेक कुराहरू चाहिँ आफ्नो मान्छे हुन्छ नि आत्महत्या गर्न सक्ने यस्तो धेरै कुराहरू चाहिँ हुने हुँदाखेरि होइन। तर जे भए पनि सही सल्लाह सुझाव दिएर आउनु होला आउँदाखेरि होइन। तर एउटा कस्तो भने जुन अहिले एसएसडब्ल्यू भन्ने छ होइन, जस्तै भाषा पास गरेर यानको भाषा पास गरेर तपाईँ जापान आउन सक्ने यो अर्को माध्यम हो र यसमा पढ्नु पर्दैन, एकदम राम्रो पक्ष पनि हो। र किनभने यसका धेरै राम्रो पक्षहरू छन्। तर यो यस्तो भिडियो हेरेर यस्तो सोचेर आउनुभयो भने चाहिँ जिन्दगी अर्को डमाडल हुन्छ, तपाईँलाई मानसिक समस्या हुनसक्छ होइन। त्यही भएर यति सोच्नुहोस् कि तपाईँ एसएसडब्ल्यूमा तपाईँ जापान जाँदै हुनुहुन्छ भने तपाईँ सोच्नु यहाँ हरेक ठाउँ हरेक क्षेत्र अनुसार चाहिँ सरकारले चाहिँ हरेक ठाउँको कुन ठाउँको सेलेरी कति भनेर फिक्स गरेको हुन्छ होइन। र त्यसको अनुसार अब जुन अलि ठुल्ठुलो सहरहरू होइन अलिक महँगी बढी हुन्छ, त्यहाँ तलब अलिकति बढी हुन्छ, अलिकति मतलब तपाईँको 15,000 20,000 समथिङ हाराहारी हुन्छ होइन, त्यस्तो हुन्छ। र यस्तो अलिकति जुन सामान्यतया भन्नुपर्दाखेरि एकदम अहिलेको हाइएस्ट तलब भनेको दिने भनेको सरकारले तोकेको, कोही कम्पनीहरूले केही तलमाथि देला आफ्नो कुरा भए। तर अहिले सरकारले तोकेको भनेको लगभग 1,80,90,000 हाराहारी हो होइन। तपाईँ 90 हाराहारीमा एसएसडब्ल्यूमा त हुन कमै हुन्छ, त्यसमा केही तपाईँले ओभर टाइम कुन ठाउँ पाउनुभयो नि छुट्टी कुरा भयो। नत्र सिधा हिसाब गर्नु तपाईँको 1 लाख मान्नु न तपाईँले 1,80,000 पाउनुभयो होइन, 1,65,000 दिने ठाउँहरू धेरै छन् होइन। म आफैले धेरै ठाउँहरू केही छुइनँ त्यस्ताहरू होइन, केही दिनेहरू मैले कति देखिरहेको छ। तर जे भए पनि मानौँ तपाईँ 1,80,000 दियो, 1,80,000 दियो भने तपाईँ 30,000 चाहिँ काट्ने हुन्छ है। यहाँको चाहिँ अब इन्सुरेन्स कार्ड लगायत हरेक कुराहरूको चाहिँ थोरै मेन 30,000 काट्ने हुन्छ तपाईँको। खास गरी यहीँ पढेर जापानै पढेर वर्किङ गर्नेहरूको हैसियतमा 40-50,000 हाराहारी हुन्छ। तर तपाईँहरूको चाहिँ अब 5 वर्ष मात्र बस्न पाउने भएको एउटा भएको हुनाले तपाईँ अर्को इक्जाम पास नगरेको खण्डमा चाहिँ तपाईँ फर्किनु भन्ने अवस्था 5 वर्ष हुने हुनाले तपाईँको इन्सुरेन्स त्यसमा थोरै काटेको हुन्छ होइन। समस्या काहीँ हो कि नभइकन अरू किन हालेको हुन्छ। र थोरै मानौँ न तपाईँले 30,000 काट्यो हुन्छ, 1,80,000 पाउनुभयो तपाईँले 30,000 काट्यो होइन। 30,000 काटिसकेपछि अब रुमहरूको त भनेर 20,000 काट्ला थोरै माने, मतलब एउटा उदाहरण मात्रै मान्नुहोस्, उदाहरण भन्दा 20,000 काट्ला 50,000 जान्छ। तपाईँलाई खानु पर्यो होइन, तरकारी यो महँगो तपाईँलाई थाहा नै छ, सबै कुराहरू अहिले धेरै सामाजिक सञ्जाल एसएनएस मार्फत तपाईँले चाल पाउनुहुन्छ, धेरै कुराहरू महँगी छ तपाईँलाई होइन। त्यो हुनाले म चाहिँ के भन्छु भने हुन्छ ठाउँ अनुसार केही तलमाथि केही थोरै बढी पनि कमाउन सक्नु होला। तर यो मेन्टालिटी अलिकति राम्रो मेन्टालिटी बनाएर तपाईँ आउनुभयो नि, तपाईँ राम्रो छ भने तपाईँको किन्ने हेल्थ केही प्रब्लम नआउन सक्छ न। यस्तो कुराहरू हेरेर तपाईँ आउनुभयो भने चाहिँ तपाईँलाई ठुलो अर्को प्रब्लम आउन सक्छ होइन। तर यदि यो सोच्नुहोस् कि तपाईँले नेपाली 1 लाख हाराहारी होइन, 1 लाख हाराहारी चाहिँ मैले बचाउँछु भनेर तपाईँले एकदम गर्दाखेरि बचाउँछु भनेर सोच्न आउनुभयो भने तपाईँलाई खासै कुनै समस्या होला लाग्दैन। तर यो यस्तै हेरेर आउनुभयो भने चाहिँ समस्या अरू आउन सक्छ। अपन सम्बन्धी केही जानेका कुराहरू होइन, केही जानेका आफूले बुझेका कुराहरू छन् भने तपाईँसँग सेयर गर्नु होला। तपाईँलाई केही सोध्न मन लागेको कुराहरू छ भने चाहिँ तल कमेन्ट गर्नु होला होइन। र त्यस्ता जाने बुझेका कुराहरू रहेछन् भने, आफूले भोगेका केही कुराहरू रहेछन् भने र मैले बोल्दाखेरि तपाईँलाई केही सल्लाह त्यस्तो एउटा सहयोग पुग्छ भने होइन, त्यसको लागि तपाईँले तल कमेन्टमा चाहिँ आफ्नो के हो प्रश्न त्यो लेखेर राख्नु होला। त्यसको लागि म अर्को भिडियो फेरि बनाउँला होइन। अहिले भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँ दिन शुभ रहोस्।